नमस्ते, वेलकम छ मेरो सन्ध्या किचनमा फेरि पनि हजुरहरूलाई। आज म यो भिन्डीको अचार बनाउन लागिरहेको छु। भिन्डीको तरकारी सबैले खानुहुन्छ है, अनि फेरि फुटेर पनि खानुहुन्छ। अचार पनि बनाउन मिल्छ यसलाई। अचार पनि यो गोलबेरा हालेर गोलबेरा, भाङ अनि खुर्सानी, यो चाहिँ लसुन अदुवा थिचेको थोरै, आधा लेमन चाहिन्छ, तिमुरको धुलो पनि थोरै चाहिन्छ। म भिन्डीको अचार बनाउन सुरु गरिराखेको छु, हेरिदिनु होला ल। मेथी फर्काउने कालो भइसकेपछि अब म भिन्डी फुट्न लागिरहेको छु। भिन्डीलाई चाहिँ धोएर काटेर आधा चम्मच जति यसरी नुन हालेर यसरी चलाएर दिनुपर्छ। अलिकति हाम्रो सानो आँचमा पकाएर यो भिन्डी पाकिसकेको छ। एउटा भाँडामा निकाल्दैछु नि। अब हामीले यहाँ किमामा मसला भुट्ने अब यसको चाहिँ काम यस्तो भयो। थप्ने थोरै तेल थप्ने यसमा। अनि अब म अचारको लागि चाहिने मसलाहरू तयार पार्न लागिरहेको छु। यो तेल तातिसकेको छ। यसमा मेथी पहिले फोराएको भएर यसमा लसुन अदुवा, पिसेको लसुन अदुवा चाहिँ फोराइदिने यसरी। डल्लो खुर्सानी राखेको मैले सकेपछि यसमा अघि काटेर राखेको गोलबेरा पनि भुटिदिनु। पानी राखेर हामीले गोलबेरा पाकिसकेको छ। यसमा चाहिँ हामीले अब फेरि अघि पनि नुन हालिसकेको छु भिन्डीमा। अब गोलबेरालाई पनि राख्नुपर्छ आधी चम्मच जति। अनि बेसार भाङलाई भुटेर पिसेर राखेको थोरै भुटेर, थोरै मात्रै 1 चम्मच फ्लेभरको लागि मात्रै राख्ने। म थोरै राख्छु। अचार भनेपछि तिमीहरूको धुलो मलाई एकदम मिठो लाग्छ। तपाईँहरूलाई इच्छा लाग्छ भने राख्नु, इच्छा छैन भने चाहिँ नराख्दा नि फरक पर्दैन। मसला तयार भइसकेको छ। अब हामीले अघि चाहिँ फ्राई गरेर राखेको चाहिँ यो भिन्डी यसमा राखेर चलाउने। राम्ररी चलाइसकेपछि पेलाउनलाई एकैछिन छोडिदिने। भिन्डीको अचार पनि तयार भइसकेको छ। हल्का सेलाउन दिनुपर्छ। यो सेलाइसकेपछि यति मिठो हुन्छ हेर्नु। अब यसमा थोरै लेमनको रस राखिदिने। थोरै धेरै पर्दैन, यसको फ्लेभरको लागि मात्रै राखेको मैले। यसमा गोलबेरा राखिसकेपछि धेरै राख्नु पर्दैन, थोरै राखेको छ। हाम्रो भिन्डीको अचार पनि तयार भइसकेको छ। हजुरहरूले पनि एकचोटि ट्राई गर्नुहोस्। यस्तो मिठो, यति मिठो बनेको छ। मेरो रेसिपी हेरेर हजुरहरूले पनि बनाएर खानु होला ल। धन्यवाद। Thanks for watching.